हेलो एभ्रिवान। आजको दिन चाहिँ मेरो लागि विशेष दिन, किन भन्दाखेरि म एनक्लेक्स एक्जाम दिनको लागि दिल्ली जाँदैछु। संयोगवश आज श्रीकृष्ण जन्माष्टमी पनि परेको कारणले गर्दाखेरि म बिहानै उठेर फुल टिपेँ अनि चेन्ज पैसा लिएर चाहिँ नजिकैको कृष्ण मन्दिरमा पुगेँ। खासमा चाहिँ मलाई यो कस्मिक एनर्जीसँग चाहिँ एकदमै बिलिभ लाग्छ, एकदम बिलिभ गर्छु म। त्यसैले पनि होला पोजिटिभ होपको साथ चाहिँ म नजिकैको कृष्ण मन्दिरमा गएँ। खासमा मैले यो भिडियो बनाउनुको कारण चाहिँ के त भन्दाखेरि यदि तपाईँहरू चाहिँ पश्चिम नेपालमा हुनुहुन्छ र एनक्लेक्स एक्जाम दिन चाहिँ दिल्ली जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँलाई केही हेल्प होस् भनेर चाहिँ यो भिडियो बनाउन गइरहेको छु। मैले लगभग आफूले आस्था राख्ने मन्दिरहरू भ्याएसम्म बिहान पुगेर आइसकेपछि चाहिँ म एकछिन बाल्कनीमा बसेँ। बाल्कनीमा बस्दाखेरि चाहिँ मैले की पोइन्टहरू हेरेँ, सन्दर्श चाहिँ मैले पढेको थिएँ नि त, अनि म्यामको नोटहरू पनि पढ्थेँ। तर पनि मलाई यो ओरिजिनल बुकमा एउटा डिपेन्डेन्सी थियो कि, त्यही भएर म बुकबाट पढ्न इजी मान्थेँ। अनि त्यहाँ मैले चाहिँ अन्डरलाइन गरेर राखेकोहरू हुन्थेँ, अनि की पोइन्टहरू हुन्थ्यो, हाइलाइट पोइन्टहरू चाहिँ सबै एकचोटि सर रिभाइज गरेँ। त्यसपछि म छतमा गएँ। बिहान एकदमै चराचुरुङ्गीको सुमधुर आवाजहरू आइरहेको थियो। त्यही आवाज सँगसँगै चाहिँ मैले केही समय योग मेडिटेसन गरेँ र आफ्नो माइन्डलाई चाहिँ एकदम काम बनाएँ। यदि तपाईँहरू सुर्खेत नेपालगञ्ज हुँदै दिल्ली जाँदै हुनुहुन्छ भने तपाईँहरू नेपालगञ्जसम्म जानलाई त कुनै प्रब्लम भएन। यदि नेपालगञ्जबाट दिल्ली जाँदाखेरि चाहिँ हजुरले पुष्पलाल चोकमा चाहिँ काउन्टर छ, त्यहाँ गएर अलिकति 1-2 दिन अगाडि चाहिँ टिकट बुक गर्नुभयो भने सिट चाहिँ सुरक्षित हुनसक्छ। अब चाहिँ हामी लगभग हिँड्ने तयारीमा छौँ। आउनु आउनु अनि उहाँ आएर चाहिँ 12 बजी हिँड्नु हुँदैन कि, छिटो आऊ भन्दै हुनुहुन्थ्यो होइन। अनि मैले म ब्याग बोकेर कहाँ आउन सक्छु त भनेर माथि नै बोलाएँ। कि मैले पैसा यति लिएर आएँ भनेर कार्ड र पैसा देखाउँदै हुनुहुन्थ्यो होइन। एकदम थाक्नु भएको थियो। त्यसपछि हामी हिँड्यौँ। हिँडिसकेपछि चाहिँ हामी अब पुष्पलाल चोकमा चाहिँ आइसी चेन्ज गर्न लाग्यौँ। त्यसपछि अब अझै टाइम थियो हामीसँग 10-15 मिनट। त्यसपछि हामीले नजिकै बागेश्वरी मन्दिर छ, एकचोटि त्यहाँ पनि पुग्नै पर्छ भनेर चाहिँ हामी बागेश्वरी मन्दिरतिर गयौँ। एकदमै रमाइलो लागिरहेको थियो, एक्साइटेड पनि, सँगसँगै इक्जाम भनेपछि नर्भसनेस पनि थियो। तर पनि मैले सिनियरहरूबाट अथवा आफैले पनि धेरै कुराहरू विचार गर्दाखेरि चाहिँ इक्जामको 1-2 दिनमा चाहिँ आफूलाई जति सक्दो चाहिँ एकदमै रिल्याक्स राख्न खोजिरहेको थिएँ। अब मन्दिरहरू भिजिट गर्ने, साथीहरूसँग भेट्ने, त्यो गर्दाखेरि चाहिँ स्ट्रेस कम भएर यो पहिला पहिला पढेको कुराहरू चाहिँ याद आइरहेको थियो, मलाई सजिलो पनि भएको थियो। अनि सँगसँगै मैले 1-2वटा पोज पनि दिएँ, फोटो खिच्यौँ हामीले। अझै हामीलाई एकदमै रमाइलो लागिरहेको थियो, किनभने टाइम एकदमै प्याक थियो कि। हामी 15 मिनटमा मन्दिर गएर फेरि ब्याक भएर खाजा खाएर बस चढिसक्नुपर्ने थियो। सँगसँगै हामीले खाजा खान पनि भ्यायौँ होइन। अनि त्यसपछि हाम्रो गाडी चाहिँ हिँड्यो। गाडी हिँडिसकेपछि चाहिँ यस्तो स्ट्रिक्ट चेकिङ हुँदो रहेछ होइन। बाई बस जाँदाखेरि पनि त्यो पुरै बसै स्क्यान गर्ने के, अनि एकदमै आर्मीहरू कति धेरै के, अनि एकदम राम्रो पनि थियो त्यो। म रुपैयाँभन्दा उता गएको थिएन होइन। कस्तो रमाइलो लागिरहेको थियो। अनि फाइनल्ली हामी ओभरनाइट ट्राभल गरिसकेपछि चाहिँ दिल्ली हो, यो चाहिँ दिल्लीको बस पार्क हो, त्यहाँ पुग्यो। अनि त्यसपछि हामीले धेरै रमाइलो मोमेन्टहरू गरेको छौँ। सबै म हजुरलाई भन्छु, अरू चाहिँ नेक्स्ट पार्टमा है त। थ्याङ्क यू।